हेलो गाइज, बैक टु माई न्यू ब्लग। सबैले स्वागत छ मेरो ब्लगमा। अहिले चाहिँ म घरदेखि चाहिँ हिँडिसकेँ, पिपुलाटे जाँदैछु। हामी चाहिँ कमेडी भिडियो बनाउँछौँ डेली होइन गाइज। त्यही सर्ट कमेडी भिडियो चाहिँ बनाउनुको लागि चाहिँ म लगभग 1 बज्न लागिसक्यो। अब चाहिँ जाँदैछु। हामी चाहिँ हल्का त्यहाँ ठाउँमा पुगेर चाहिँ हामीले हल्का सोच्नुपर्ने हुन्छ कस्तो भिडियो बनाउने भनेर, हल्का कन्सेप्ट सोच्नुपर्ने हुन्छ। त्यसैले चाहिँ हामी छिटो गएर जम्मा भएर अनि भिडियो बनाउँछौँ होइन। 3 बजेतिर बनाउँछौँ भिडियो चाहिँ। अहिले चाहिँ म जाँदैछु होइन, घर माथि आइपुगेको छु। टक्क लागेर होइन यस्तो पाराले जाँदैछु म चाहिँ। गाइस अहिले चाहिँ म आधा बाटोमा आइपुगेँ होइन। पिपुलाटाकोलाई जानुको लागि चाहिँ हाम्रो सर्ट भिडियो बनाउनुको लागि चाहिँ म जाँदैछु होइन। हाम्रो चाहिँ यो सर्ट भिडियो कमेडी सर्ट भिडियोको लागि चाहिँ हामी चाहिँ टाइम वेस्ट नगरी डाइरेक्ट कुरा गर्छौँ होइन गाइज। हाम्रो यो ग्रुपमा चाहिँ कमेडी भिडियोको ग्रुपमा चाहिँ हाम्रो के छ भनेपछि एउटा के गर्नुपर्छ भनेपछि कमेडी ग्रुपमा समावेश भइसकेपछि सबै केटाहरूले चाहिँ के गर्नुपर्छ भनेपछि यो हुन्छ नि रिस डाहा घमण्ड लाज यो सब चाहिँ त्याग्नु पर्ने हुन्छ होइन गाइज। टक्क लागेर अनि म त जाँदैछु। अहिलेलाई चाहिँ यति नै भन्छु गाइज होइन। आजको भ्लग चाहिँ यति नै हुन्छ, धेरै लामो चाहिँ बनाउँदिनँ म भ्लग गाइज। यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्नुपर्छ भन्ने छैन गाइज। हजुरहरूलाई मनपर्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला, होइन भने त म के भन्नु र होइन गाइज। ल आजको भ्लग चाहिँ यति नै हुन्छ। अहिलेलाई चाहिँ बाई बाई गाइज। साँझ चाहिँ मैले सर्ट भ्लगको लागि चाहिँ कमेडी भिडियो हाल्ने गर्छु। सबले त्यो कमेडी भिडियोमा सर्ट भिडियोमा गएर कमेडी भिडियो हेरेर सेयर गरेर लाइक कमेन्ट सेयर गरेर चाहिँ सपोर्ट गरिदिनु होला। अहिलेलाई चाहिँ यति नै। बाई बाई गाइज।